मैं एक यात्री हूँ। म एक यात्री हूँ, गन्तव्य छैन, केवल यात्रा छ। कहिलेकाहीँ मैले सोच्ने गर्छु, के जीवन नै यात्रा हो? मान्छेहरू तातो चुलेको वरिपरि बस्थे, आफ्ना कथाहरू सुनाउँथे, तर म सधैँ बाटोमै हुन्थे। पहाडका उकालोहरू चढ्दा, नदीका किनाराहरू टेक्दा, अपरिचित सहरहरू पार गर्दा मैले धेरै अनुहारहरू देखे। कोही खुसी, कोही दुखी, कोही आशाले भरिएका, कोही निराशा, तर सबै एकै दिशामा हिँडिरहेका जस्तो लाग्थ्यो, अगाडितिर। मेरो झोला हल्का छ, सपनाहरूले भरिएको छ। म जुनसुकै ठाउँ पुग्छु, त्यहाँ केही सिक्छु, केही दिन्छु। कहिलेकाहीँ मैले सोच्छु, म कहाँ पुग्न खोज्दैछु, तर उत्तर फेरि उही आउँछ। म एक यात्री हुँ, मलाई पुग्नु छैन, मलाई हिँडिरहनु छ। धन्यवाद।